सम्पूर्ण श्रद्धालु भक्तजनहरू आज निर्जला एकादशी व्रत विशेष गरी ऐतिहासिक श्रीगण्डकी शतकुण्डी गायत्रीको त्यो विराट ज्ञान महायज्ञमा आज नेपालकै इतिहास रच्ने गरी यहाँ दीप प्रज्वलनको कार्यक्रम अगाडि बढाइँदैछ। 21 करोड दीप प्रज्वलन आज श्रीगण्डकी कोटियो महायज्ञमा प्रज्वलन गर्दैछ। यति बेला तपाईँले देख्न सक्नुहुनेछ आज बिहानैदेखि यहाँ भक्तजनहरूको अत्यन्तै बाक्लो उपस्थित छ। करिब करिब यति बेला हामीले यो रिपोर्ट तयार पार्दासम्म 1 लाखभन्दा बढी भक्तजनहरूको आगमन भइसकेको छ। दर्शन गर्ने जाने क्रम पनि निरन्तर रूपमा चलिराखेको छ। र अब कुरा गरौँ यो ऐतिहासिक श्रीगण्डकी कोटियो महायज्ञमा दीप प्रज्वलनको कुरा। 21 करोड दीप प्रज्वलन गर्दाखेरि अहिले यहाँ करोडौँ दीपहरू लिएर साँझको लागि अर्थात् आज साँझ दीप प्रज्वलन गर्ने तयारीमा हाम्रा मातृशक्तिहरू जुटिराख्नु भएको छ। अत्यन्तै रमाइलो दृष्टिकोणबाट भजन कीर्तन गाउँदै उहाँहरू दीप प्रज्वलनमा जुटिरहनु भएको दृश्य म तपाईँलाई देखाएको छु। तसर्थ पनि सम्पूर्ण श्रद्धालु भक्तजनहरू ऐतिहासिक श्रीगण्डकी कोटियो महायज्ञको दर्शन गर्न छुट्नु भएको छ भने तपाईँ आएर दर्शन गर्नुहोस्। 31 गतेसम्म सत्सङ्गका कार्यक्रमहरू सञ्चार हुनेछन् र तपाईँ यहाँ आजको दीप प्रज्वलन कार्यक्रममा पनि सहभागी हुनको लागि सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई म सादर निमन्त्रणा गर्न चाहन्छु। जय होस्, जय गण्डकी कोटी होम।